गुड मर्निङ यार सबैलाई। आज चर्चा गरौँ मर्निङ वाक र हर्मोनहरूको। अप्रिल 24 विश्व हर्मोन दिवसको अवसरमा यहाँहरूलाई हर्मोनहरूले हाम्रो शरीरलाई कसरी सन्तुलनमा राख्दछ भन्ने कुराको जानकारी म दिन चाहन्छु। प्रथम कुरा गरौँ पिट्युटरी ग्ल्यान्डबाट निस्किने एक महत्त्वपूर्ण हर्मोन अक्सिटोसिनको। यसलाई बोन्ड हर्मोन पनि भनिन्छ र दिनभरिको लागि यसले हामीलाई खुसी राख्ने काम गर्दछ। मर्निङ वाक गर्नाले यसको रिलिज एकदम धेरै हुन्छ र हामी दिनभरिको लागि तनावमुक्त हुन्छौँ। पिट्युटरी ग्ल्यान्डबाट निस्किने अरू हर्मोनहरू छन् प्रोल्याक्टिन, एफएचएच फोलिकल स्टिमुलेटिङ हर्मोन, एलएच ल्युटेनाइजिङ हर्मोन्स। आजपन सम्बन्धी रोगहरू जस्तो कि पिसिओएस डिजिजहरूमा यी हर्मोनहरूको असन्तुलन हुने गर्दछ, जसलाई ठिक पार्छ लङ टर्म मर्निङ वाकले। पिट्युटरी ग्ल्यान्डले निकाल्ने अर्को हर्मोन हो ग्रोथ हर्मोन। ग्रोथ हर्मोनले कार्बोहाइड्रेट, प्रोटिन र फ्याटको मेटाबोलिजममा भूमिका खेल्दै मसल ग्रोथ गराउने र उचाइ बढाउने पनि काम गर्दछ। मेलाटोनिन हर्मोन पिनियल ग्ल्यान्डबाट निस्किन्छ। मेलाटोनिनले डे टाइम स्लिपिनेसलाई कम गराई राति चाहिँ राम्रोसँग गहिरो निद्रा लगाउने काम गर्दछ। ब्रेनदेखि अलि तल जाउँ, अब हामी घाँटीमा आउँ। घाँटीमा हुन्छ थाइरोइड ग्ल्यान्ड। थाइरोइड ग्ल्यान्डले T3, T4 प्रोडक्सन गर्ने काम गर्दछ। थाइरोइड हर्मोनले हाम्रो शरीरलाई ऊर्जा दिने काम गर्दछ। लङ टर्म मर्निङ वाकले TSH हर्मोनलाई घटाई T4 हर्मोनलाई चाहिँ बढाउने काम गर्दछ र हाम्रो थाइरोइडलाई सन्तुलनमा राख्ने काम गर्दछ। प्यानक्रियासबाट निस्किने इम्पोर्टेन्ट हर्मोन हो इन्सुलिन। इन्सुलिनले हाम्रो रगतमा भएको ग्लुकोज अथवा सुगरलाई हाम्रो कोशिकाहरूभित्र लाने काम गर्दछ। मर्निङ वाकले के गर्छ भनेदेखि इन्सुलिन बिना नै हाम्रो शरीरमा भएको हाम्रो ग्लुकोजहरूलाई कोशिकाभित्र तान्ने काम गर्दछ र इन्सुलिन रेसिस्टेन्स हुनबाट जोगाउँदछ। इन्सुलिन कम भए पनि ग्लुकोजको युटिलाइजेसन गर्ने काम गर्दछ। यसरी डायबिटिज, प्रिडायबिटिज हुनबाट जोगाउँदछ मर्निङ वाकले। पेटको आन्द्राहरूबाट निस्किने दुईटा इम्पोर्टेन्ट हर्मोन्सहरू छन्, एक ग्रेलिन र अर्को GLP-1। ग्रेलिन चाहिँ एपेटाइजिङ हर्मोन हो। यो चाहिँ एक्युट एक्सर्साइजहरू, एक्युट मर्निङ वाकमा चाहिँ बढ्छ भनेदेखि लङ टर्ममा यो पनि घट्ने गर्दछ र क्रेभिङ्सहरू जुन भोक लागेको लागि गर्ने तिनीहरूलाई पनि लामो समयको मर्निङ वाकले कम गराउने गर्दछ। ग्लुकागन लाइक पेप्टाइड 1, यसलाई सटाइटी हर्मोन पनि भनिन्छ। यसलाई नै अनुकरण गरेर GLP-1 एगोनिस्ट ड्रग्सहरू, जसमा तपाईँहरूले सुन्नु पनि भएको होला ओजेम्पिक भन्ने, जसले चाहिँ सटाइटी गराउने र हामीलाई भोक नलगाउने काम गर्दछ। मर्निङ वाक गर्नाले GLP-1 को लेभल बढेको रिसर्चहरूले देखाएको छ। हाम्रो दुईटा किडनीहरूको टुप्पो टुप्पोमा हुने अर्को इम्पोर्टेन्ट अर्गान छ एड्रिनल। एड्रिनल ग्ल्यान्डले इम्पोर्टेन्ट हर्मोन निकाल्छ जसको नाम हो कोर्टिसोल। स्ट्रेसफुल सिचुएसन्सहरूमा कोर्टिसोल हर्मोनले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यलाई ब्यालेन्समा राख्ने काम गर्दछ। एक्युट अथवा बर्स्ट एक्सर्साइजहरूले चाहिँ कोर्टिसोल लेभल बढ्ने हुन्छ भने लङ टर्म मर्निङ वाकले चाहिँ कोर्टिसोलको लेभललाई स्थिर राख्ने काम गर्दछ र सेम सिचुएसनमा पनि कम कोर्टिसोल लेभलले पनि हाम्रो शरीरलाई कोप गर्ने स्थिति उत्पन्न गराउँदछ मर्निङ वाकले। एड्रिनलको भित्री भाग एड्रिनल मेडुला। एड्रिनल मेडुलाबाट निस्किने हर्मोन्सहरू छन् क्याटेकोलामाइन्सहरू, जसमा एड्रिनालिन र नर एड्रिनालिन पर्दछ। फाइट र फ्लाइटको सिचुएसनमा यिनीहरू बढ्दछन् भने लङ टर्म मर्निङ वाक गऱ्यो भनेदेखि यिनीहरूको लेभल स्थिर हुन्छ र सेम स्ट्रेसफुल सिचुएसनमा पनि कम क्याटेकोलामाइन्सहरूले काम गरेको रिसर्चहरूले देखाएको छ। हजुरहरूले यसरी थाहा पाइहाल्नुभयो हाम्रो शरीरको भोक, निन्द्रा, ऊर्जा, तनाव सबैको ब्यालेन्स गर्नको लागि हाम्रो हर्मोनहरूको धेरै इम्पोर्टेन्ट रोल हुने गर्दछ र यी हर्मोनहरूलाई सन्तुलनमा ब्यालेन्समा राख्नलाई मर्निङ वाकले कति धेरै ठुलो भूमिका खेल्ने रहेछ हो। त्यसैले हामीले मर्निङ वाक गरौँ, हिँडौँ। हामीले हाम्रो मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्य, प्रजनन स्वास्थ्य र हर्मोन स्वास्थ्य सबैलाई सन्तुलनमा राख्नको लागि हिँडौँ, हिँड्न कहिले नछाडौँ। यस्तै हेल्थ टिप्स, मेडिकल स्टोरिज र ट्राभल भिडियोजको लागि मलाई फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।